दर्शकवृन्द नमस्कार। फेरि पनि पोखरिङ बजारमा दोहोरिएको छ चोरीको घटना। केही समय अगाडि मात्र सुन दोकानमा एउटा सुन चोरी भएको थियो भने फेरि पनि पोखरिङ बजारमा रहेको शान्तिटोलमा रहेको श्री मारुति नामक यो दोकानमा चोरीको घटना प्रकाशमा आएको छ। हिजो रात्रिपख दोकान बन्द गरेको समयमा खिड्की खोलेर दोकानको गल्ला नै उठाइदिएको दोकानका मालिकले हामीलाई जनाइसकेको छ र गल्लामा लगभग 30-40 हजार रुपियाँ रकम पनि रहेको उनले हामीलाई जनाउनु भएको छ। यस प्रकारको घटना बारम्बार अहिले पोखरिङ बजार भेगमा पोखरिङ यो क्षेत्रमा भइरहेको छ र यसको निगरानी, यसको देखरेख, यसको छानबिन प्रशासनले गर्न आवश्यक रहेको पनि हामीले देखिरहेको छ। विशेष गरिकन पोखरिङ बजारको सुरक्षाको लागि बजार भरि नै सीसीटीभी फुटेजहरू यस प्रकारका व्यवस्थाहरू गरिनुपर्ने आवश्यकता पनि देखिएको छ। यस समाचार अन्तिम समयमा होला। सुरजी, कुन किसिमले घटना भएको थियो? वास्तविक घटना के हो बताइदिनुस्। वास्तविक घटना भन्नु चाहिँ के भएको भन्दा हिजो म तपाईँको बेलुका कमसेकम 5-6 बजीसम्म मैले तपाईँको यहाँ काम गरिकन गएको। त्यति बेलासम्म तपाईँको सबै ठिकै थियो, ठिकै थियो सबै। अन्त म बन्द गरिसकेर लक गरिकन म निस्केँ। अन्त अब बेलुका अब होइन सधैँ म त्यसै निस्किन्थेँ, मेरो त्यो डेलीको रुटिन त्यस्तो थियो। अन्त निस्केर बिहान आएँ। बिहान आएर मैले गेट खोलेँ, मलाई त्यस्तो केही थाहा थिएन के भएको छ भित्र भनेर। पेट्रोल सेट्रोल मैले हालेँ तपाईँको यहाँबाट। हाल्दाखेरि यहाँ मैले तपाईँको एउटा ब्यानर थियो, ब्यानरको तपाईँको यहाँ बाँधेको थियो क्या तपाईँको। यो ब्यानर हो, ड्युटी ब्यानर थियो यो ब्यानर। यो चाहिँ तपाईँको यसले चाहिँ मैले छोपेको थिएँ यतापट्टि चाहिँ होइन, भिजिबल नहोस् भनेर। यस्तो थियो, यो चाहिँ तपाईँको यस्तो बाँगिरहेको थियो क्या। यो मैले अनि कसरी बाँध्यो हेर्दा चाहिँ तपाईँको यहाँ मुनि हेरेँ मैले, ठ्याक्कै हेर्ने बित्तिकै मैले यहाँ तपाईँको गल्लामा ल्याएको थिएँ। तपाईँको गल्ला यहाँबाट मिसिङ छ। इन्स्टाले मलाई थाहा भएको यहाँ चाहिँ अब के न के चाहिँ भएको छ, घटना चोरी भयो भने चाहिँ मलाई त्यहाँबाट चाहिँ मलाई थाहा भयो। त्यो चाहिँ मैले फर्दर गर्दाखेरि अब मैले माथि सुकिया थानामा गएर जिडी गरेँ होइन। त्यहाँबाट भिजिटमा आउनुभएको थियो, उहाँहरूले अलिकति इन्क्वायरी गरेर के छ सिसिटिभीहरू कतै छ कि भन्ने। अहिलेसम्म त बत्ती एभाइलेबल छैन हाम्रो, त्योबाट अहिलेसम्म हामी फुटेजहरू के पनि पाएको छैनौँ। फर्दर इन्भेस्टिगेसन हजुर गल्लामा चाहिँ तपाईँको मेरो त्यहाँ प्रायः जस्तो म चाहिँ त्यहीँ डिपोजिट गर्दै थिएँ होइन। अब बोजीमा राख्दा चाहिँ अब क्यासहरू अब यताउता हुन्छ, सकिने जान्छ, त्यो उयो नहोस् भनेर म चाहिँ त्यहीँ डिपोजिट गर्दै थिएँ। डिपोजिट गरेर तपाईँको त्यहाँ मेरो 30-40 हजार रुपियाँ जस्तो चाहिँ त्यहाँ भइसकेको थियो। मलाई एक्ज्याक्ट काउन्टिङ चाहिँ गरेको थिएँ, तर मैले प्रायः 3 हाल्दै गर्थेँ होइन। त्यहाँ हुँदै थियो मेरो तपाईँको मजाले नै। त्यो हुँदाखेरि मैले त्यो लक पनि गरेको थिएँ, लक सिस्टम थियो, लक पनि लाग्थेँ मैले। बिहान बेलुका हेर्दा चाहिँ चोरले चाहिँ अब हेर्दा चाहिँ उताबाट चाहिँ तपाईँको यो यहाँबाट यो चाहिँ खुल्लै थियो, यहाँ चाहिँ लागिन्थेन यो। अन्त त्यहाँबाट के रड सड हालेर यो खोलेछ तपाईँको, यो यसरी खोलेर चाहिँ यहाँबाट चाहिँ गल्ला उठाएर चाहिँ सायद यो होलबाट चाहिँ उसले पुल गरेर चाहिँ निकालेको रहेछ। उताको जग्गा हेर्दा एकदमै अब कन्जेस्टेड एकदमै त्यो उयो छ, भिड भएको छ। र म चाहिँ जहाँसम्म लाग्छ तपाईँको एकजना व्यक्तिले चाहिँ यो गरेको चाहिँ होइन होला, 2-3 जना मिलेर चाहिँ सायद यसको अन्जाम चाहिँ दिएको होला भन्छ, मलाई डाउट छ मेरो चाहिँ हो। त्यस्तो भएको मलाई चाहिँ तपाईँको जहाँसम्म लाग्छ यो चाहिँ मेरो रेगुलर भिजिटरहरू नै हो, जो चाहिँ रेगुलर आउँदै थियो होइन, जसलाई चाहिँ यहाँ कता के राख्दैछ त्यो सबै उसलाई थाहा भएको है। त्यस्तो व्यक्तिले नै सायद यहाँ आँटेको हो, किनभने अन्जान व्यक्तिलाई त यहाँबाट छिर्नुपर्छ। त्यो त फर्स्ट कुरामा त अन्जान व्यक्तिले त्यताबाट छिर्ने आँट पनि गर्दैन, किनभने त्यो जग्गा देखेर नै होइन उसलाई आँट आउँदैन। प्लस अन्त यो चाहिँ अब मैले भने जस्तो गरेँ, जो व्यक्ति एकदमै आइबस्थ्यो उसले चाहिँ सबै यहाँनिर हेरेर कताबाट के गर्नुपर्ने सबै उसले प्लानिङ गरेर प्लट गरेर चाहिँ यो चाहिँ उसले अन्जाम दिएको भन्छ मलाई लाग्दैछ। त्यो छ तपाईँको। हजुर यस्तो चाहिँ भयो मेरो हिसाबमा चाहिँ कस्तो भयो भन्दा यो तपाईँको यहाँबाट गएको यताबाट पोसिबल छैन तपाईँको जानु हो, एकदम बिरालो छ त्यो, यताबाट गएन। अनि यस्तो डिल छ तपाईँको हो, त्यो मान्छे व्यक्ति अवश्य पनि यहीँबाट गएको। अङ्कलको भन्नु हुन्छ यो तपाईँको गेट बन्द थियो अङ्कल है, पुरै बन्द थियो, खोलेन बेलुका खोलेन। अङ्कल त रात बेला सुत्नु पनि भएको छैन है, अङ्कल तर केही पनि थाहा भएन अरे। अब म जहाँसम्म लाग्छ त्यो यहाँबाट चढेर जहाँ गयो होला होइन, यहाँबाट गएर तपाईँको यस्तो आएर यता हजुर भित्र लक थियो त। यहाँबाट चाहिँ सबै अन्जाम चाहिँ यहाँबाट गरेको, प्ले चाहिँ यहाँबाट भएको उनीहरू। यहाँबाट यो खुल्लै थियो, यहाँबाट रड सड हालिकन तपाईँको त्यो खोले, यो खोलेर चाहिँ तपाईँको यहाँबाट चाहिँ पुल, त्यहाँबाट एकजना व्यक्ति भए साह्रो पर्ने उसलाई हो, यस्तो भिड छ, यत्रो गल्ला थियो। उसले पुल गरिकन चाहिँ मेरो एनालिसिसमा त उसले यहाँनिर पास गरेको छ क्या, कसै न कसै दिएको छ। एउटा डाउट चाहिँ के छ भन्दा मलाई बिहान हिजो त्यत्रो पानी परेको त यहाँ फेरि मैले एउटा स्टेपको के पनि मैले देखेको छुइनँ क्या, डामसम्म केही छैन, त्यहाँ मात्रै हल्का जुत्ताको डाम छ हो। कसरी चाहिँ अब पोसिबल छ भन्ने कुरा चाहिँ मेरो चाहिँ अब त्यो छ सन्दर्भ चाहिँ हो।
दैलोहरूलाई तपाईँले लकै गर्नुहुन्छ बेलुका हुनु चाहिँ बेलुका एकदम लकै हुन्छ लक गर्नुहुन्छ है तपाईँहरू यहाँ घर चाल केही चाल पाउनु भएन भेरा त्यो मतलब मान्छे आएको मान्छे हिँडेको यो निकालेको फुटाको साउन्ड आएको केही चाल पाएन है हुन्छ होइन अरू बेला पनि यस्तो घटनाहरू हुन्छ यहाँ तपाईँहरूको घर वरिपरि के हुँदैन अहिलेसम्म त सुनेको छुइनँ भएको थिएन 28 वर्ष भयो अहिलेसम्म त भएको थिएन अच्छा हुन्छ